हेलो एभ्रिवान, सेवारो हजुरहरूलाई नमस्ते भन्न चाहे घान्द्रुकको डाँडाबाट। यु क्यान सी द भ्यू फ्रम हियर, जस्ट से वाउ एन्ड ड्रोन त मभन्दा छिटो उठेछ त गयो कसले अघि भमरा छोडिसक्यो उठ्नै उठ्दैन हिमाल हिँड्न आएको अरे यस्तो सुपरमा हिमाल देखिरहेछ आउँदैन हल्का घाम लागिरहेछ कोही आउँदैन नि त यार यहाँ तपाईँहरूले देखिराख्नु भएको चाहिँ हिमाल अन्नपूर्ण अनि त्यस पछाडि अनि अर्को चाहिँ खै के भनिरहेको थियो अनि अर्को लास्टमा देख्नुहुने चाहिँ हिमाल कञ्चनजङ्घा है जुनमा चाहिँ हल्का मात्रै हिउँ छ। अनि यहाँ मेरो महाशय चाहिँ भर्खर 9:30 मा उठेर कफी पिँदै हुनुहुन्छ। फेरि उठ्ने बित्तिकै सर हजुरको भिडियो लिइदिनु पर्ने आफ्नै चाहिँ स्व्याग। अनि ठ्याक्क 9 बजेदेखि जस 10 बजेसम्ममा चाहिँ हिमाल चाहिँ कुहिरोले खुलित बनाउने रहेछ क्या हिमाल अन्नपूर्ण। अनि खोइ कुन के भन्दो रहेछ। अनि त्यस पछाडि हिमाल माछा पुच्छ्रेको माछाको पुच्छार चाहिँ कालो कालो जस्तै देखिँदैछ, खासै हिउँ नभए रहेछ। अनि हाम्रो ब्रेकफास्ट पनि रेडी भइसकेको थियो। ब्रेकफास्ट चाहिँ लास्ट टाइम रिता खाइ पनि त सकिहालेछ हौ हेर्दै। अब चाहिँ हाम्रो यहाँ आज एउटा दुइटा डान्स गरिदिउँ है भनेर नुङ्गा सापसँग प्र्याक्टिस हुँदैछ हाम्रो चाहिँ यहाँनिर राम्रो। उसले मलाई ओभर ल सरप्राइज दिइरहेछ त घुँडा टेकेर हजुर भनिन्छ ल म त हाँस्तिर चुम्मा चाटी पनि पो गर्छ त फेरि आफैले जानी भनेको हाम्रो चोखो माया चाहिँ आफैले जानी भनेको जानी नछुट्ने भनेको कि नछुट्ने अब यस्तो आफैले जानी ए हो त्यस्तो चाहिँ हो तपाईँ भएकोमा कालो आइरहेछ तर ठिक छ। यहाँ फोटो खिच ल। हामी चाहिँ नुहाइ पनि सक्यौँ। अब खिचकेछ अब जाने हामी त लुक्यो हिमाल बादलले छोप्यो। सुन्तला हेर्दै हिमाल हेर्दै सुन्तला खाऊ भनेको हिमाल त लुक्यो नि। किन त्यस्तो गरेको भन त? बादलले छोपेर हिमाल हेर्नु आएको रे छोपेर कसो अरे फक्यो हिमाल फक्यो बादल। हिमालले चाहिँ बाई बाई गरिसक्यो हामी पनि भात खाएर हानो चुल्टीले हानो। यो चाहिँ याकको बोसो है घान्द्रुक। यो हाम्रो लास्ट खाना। हामी चाहिँ लागेको ल घर बाबा होइन आयो क्या। अनि मितु त प्याथ्याक गरेर झऱ्यो क्या। अनि फर्केको हामी त पानीले कुट्नु थाल्यो। फेरि बिहे भएदेखि पानीले कुटेको के अरे बुढा। यहाँनिर चाहिँ हामी चाहिँ अब फेरि ब्याक टु ब्याक के
हेरेको थियो भ्यानमा चढेर पोखरा फर्क्यौँ एक दिन बस्नु खासै त्यस्तो राम्रो चढ्नु लागेन घामहरू त मलाई भन्दै मन परेन हामी चाहिँ यतैतिर ब्याक टु ब्याक भयौँ एक दिन पुऱ्यायौँ गाडीमै पनि आयौँ फेरि पनि फेवातालमा काहीँ लुगा लाउने फेरि त्यो राख्ने फेरि अर्को लुगा लाउने फेरि यो लाउने यो लाउने धुनु चाहिँ कुनै नदिने भन न मन परेन पिङ्कलहरू जानु छोडेछ नठिलाउनु भयो यता हेर यता हेर तर राम्रो भएन भिडियो के हुँदैन रात त परो उता हेर यता हेरेको राम्रो आउँदैन चुटिन्छ ब्ल्याक गर्दैन अनि हामी त्यहाँ गएर चाहिँ लेमन आइस टी खायौँ अनि त्यस पछाडि मोमो ठिकै थियो अनि फ्रुट सलाद खायौँ अनि एउटा जति फोटो खिचेर चाहिँ वी आर जस्ट ब्याक टु अब रुम यहाँको अनि फेवातालको सिन हेर्दै मेरो बुढाले छोरा हिँडाएर मलाई धेरै जति खाएको थिएँ कन्स्टिपेसन हुन्छ नै त्योभन्दा बढी हिँडायो धन्यवाद।